भद्रपुर त्यति धेरै त पुगिँदैन, तर त्यहाँ पुगिसकेपछि पिज्जा एन्ड बर्गर हाउस नगई त चित्तै बुझ्दैन। भद्रपुर बजार एरियामा एक मात्रै कफी पाउने ठाउँ भएकाले हामीले सुरुमा कफी नै मगायौं। कफी आउन्जेल यहाँको एम्बियन्स हेर्नु त कति राम्रो छ है। हामीले चाहिँ त्यहाँ ट्राई गर्यौं लाते माचियातो, क्याफे मोचा अनि कफी लाते। ड्रिङ्क्स त मजाले इन्जोय गर्यो अनि हामीले हाम्रो फुडको अर्डर दिएर गयौं माथि पब एन्ड बुजमा। माथि चाहिँ बार एरिया, ठुलो स्पेस अनि प्राइभेट एसी हलको सुविधा पनि छ। कराओके रुम छ जहाँ आफै गीत गाएर इन्जोय गर्न सकिन्छ। फिफा वर्ल्ड कपको हरेक म्याच लाइभ स्क्रिनिङ पनि हुन्छ। यतिकैमा हाम्रो मटन डामेको पिज्जा, हट विङ्स र चिकन बिरयानी पनि टेबलमा आइपुग्यो। साँच्चै भन्नुपर्दा हामीले यो लेभलको टेस्ट त एक्सपेक्ट नै गरेका थिएनौँ। एउटा डिस ट्राई गर्यौं, अर्को ट्राई गर्ने क्युरियोसिटी झनै बढिरहेको थियो। फुड यस्तो दामी थियो कि लास्टमा टेबलमा कुन डिस बेस्ट भनेर डिसाइड गर्नै गाह्रो भयो। यदि तपाईहरु पनि यस्तो राम्रो एम्बियन्समा बसेर मिठो खाना खाँदै वर्ल्ड कपको मजा उठाउन चाहनुहुन्छ भने यहाँ चाहिँ पक्कै भिजिट गर्नु होला। हामी त गयौं, तपाईहरु चाहिँ कहिले जाने त?